यो शब्द होइन, यो मौन संवाद हो, जहाँ आवाज छैन तर भावना गहिरो छ। कहिलेकाहीँ हामी संसारसँग होइन, आफ्नो मनसँग कुरा गरिरहेका हुन्छौँ। मान्छे सबैसँग बोल्छ, तर सबैभन्दा धेरै आफ्नो मनसँग बोलिरहेको हुन्छ। कहिलेकाहीँ लेख्दैन भन्छु, तर शब्दहरू आफै कागजमा झर्छन्। कहिलेकाहीँ देख्दैन भन्छु, तर आँखाले आफ्नै संसार भेट्छ। कहिलेकाहीँ सुन्दैन भन्छु, तर मनभित्र आवाज गुन्जिरहन्छ। कहिलेकाहीँ बोल्दैन भन्छु, तर मौनताले आफ्नो कथा सुनाइरहन्छ। कोसँग बोल्छु थाहा छ? आफूसँग। कसलाई सुन्छु थाहा छ? आफूलाई। कसलाई देख्छु थाहा छ? आफूलाई। म के लेख्छु थाहा छैन, म के देख्छु थाहा छैन, म के सुन्छु थाहा छैन, म के बोल्छु थाहा छैन, तर यति थाहा छ, मान्छे कहिलेकाहीँ संसारसँग होइन, आफ्नो आत्मासँग संवाद गरिरहेको हुन्छ।